एउटा छोटो मिठो प्रस्तुति दिन चाहेँ मैले है। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। ल है त साथीहरू, फेरि राइडर चेन्ज भइसकेको छ है। हाम्रो रोशनी राइडर चाहिँ एकदम तरिकाले चलाइरहनु भएको छ। हेलो ब्युटिफुल पिपल, इट्स मी रोशन ब्लग एन्ड वेलकम ब्याक टु माई च्यानल आफ्टर सो लङ भन्दा पनि यो विकमा चाहिँ भर्खरै भनौँ होइन। किन भन्दा 2-3 दिनपछि बल्ल ब्याक भइरहेको। किन भन्दा कामले गर्दाखेरि भ्लग बनाउनै नभ्याउनु पनि। र आज चाहिँ ह्याप्पी स्याटरडे, र ह्याप्पी स्याटरडे के कस्तो तरिकाले बिताउनेवाला छु भन्ने कुरो चाहिँ म तपाईँहरू ब्लगकै साथमा दिनेवाला छु। र स्याटरडेलाई चाहिँ आज मेक दिस डे विथ अ ब्युटिफुल मेमोरिज। किन भन्दा अब फर्दर फ्युचरमा पनि हेर्दाखेरि यो टाइममा चाहिँ यस्तो तरिकाले यस्तो गरियो थियो भन्ने खालको हुन्छ नि त होइन। र आजको दिन चाहिँ के कस्तो तरिकाले बिताउनेवाला छु र रोशनले चाहिँ के देखाउनेवाला छ त तपाईँहरूलाई, र कहाँ जानेवाला छ त स्याटरडे आज होइन। अब त्यही नै हो होइन। हल्का बालसाल छोटो बनाउनु पर्ने छ। मैले आज 15 कटिसक्यो, काट्दा पनि हुन्छ भन्ने खालको डिसिजन आयो घरबाट। हल्का छोटो बाल बनाएर त्यसपछि म हिँड्नेवाला छु त आफ्नो ठाउँमा। खानासाना खाएर चाहिँ म फेरि ब्याक हुनेवाला छु है त। ल है त, कपाल सपाल फालेर र म रेडी भएर चाहिँ खानासाना खाएर रुममा आएर अब चाहिँ कहाँ जानेवाला छु त म भन्दा पोखरा क्यानोइङ है त। फर्स्ट टाइम पनि हो चाहिँ मेरो यो। के कस्तो हुन्छ आजको राइडमा चाहिँ। पानी पनि पर्ला जस्तो छ हल्का हल्का, तर नपरोस् होइन। किन भन्दा हेन्जाबाट चाहिँ गइन्छ, हामी यहाँबाट हेन्जा निस्किएर मिलन चोकबाट गइन्छ। र बाटोमा के कस्तो हुन्छ चाहिँ त्यो चाहिँ हामी भ्लगमै हेर्नेवाला छौँ। र आजको ह्याप्पी सटरडे चाहिँ यताबाट स्पेन्ड गर्नेवाला छु। ल रेडी भएर म चाहिँ अब निस्किनेवाला छु। र के कस्तो हुनेवाला छ चाहिँ हामी भ्लगमै हेर्नेवाला छौँ अब। ठिक छ है त। ल रेडी भएर चाहिँ हामी हिँडिसकेको छौँ। चाहिँ हामी रेडी भएर हिँडिसकेको छौँ। अब हामी हल्का माथि नै गएर हालेर म चाहिँ निस्किनेवाला छु। म चाहिँ भर्खर हेम्जा आइसकेँ होइन, हरिचोक। अगाडि चाहिँ एकदम पानी परिरहेको क्या है, एकदमै पानी परिरहेछ। के गर्ने होला त होइन, बिचमा डिसिजन चेन्ज गर्ने कि के गर्ने त आइसक्यो होइन। अब हामी चाहिँ पानीमा मिलनचोक आयो होइन। मिलनचोकबाट चाहिँ यता गाचोक जाने बाटोतिरबाट क्याम्पिङ गइन्छ हामी। के छ त रोशनी ढकाल पानीमा राम्रोसँग पानीमा अब नजाने भन्दा भन्दै आइहाल्यो। झन् एक्सट्रिम हुनेवाला छ चाहिँ झन् राइड चाहिँ पानीमा। जस्तो अलवेज मेरो राइड धेरै जस्तो सबै पानीमै परिरहेको छ, तर पनि ठिकै छ, रमाइलो हुनेवाला छ है त। हामी चाहिँ मिलनचोकबाट चाहिँ अगाडि निस्किसकेको छ। त्यस पानी अलमोस्ट परिरहेको छ, हल्का हल्का पानी चाहिँ परिरहेको छ। के छ अब जानु भनेको त्यो जानु पऱ्यो। ल यहाँदेखि चाहिँ भित्र जाँदै गर्छौँ हामी। हल्का क्यानोइङतिर गइन्छ। एकछिनको सिन चाहिँ यस्तो छ। यस्तो हिडन झर्ना छ है यहाँतिर। हल्का क्यानोइङ जाने हामीलाई थोरै अगाडि भित्रपट्टि चाहिँ यस्तो खालको झर्ना देख्न सकिन्छ हामीले। माथिसम्मै छ बाटो चाहिँ एक्सट्रिमवाला छ है। एक्सट्रिमवाला बाटोमा एक्सट्रिमवाला राइड दिनुपर्ने हुन्छ। एक्सट्रिमवाला राइड चाहिँ दिने गर्ने हुन्छ है। वनको बाटो हल्का चाहिँ अफ रोड पनि छ, पिच पनि छ। यहाँ चाहिँ दुइटै सेम मिसाएर छ। ले धुँ बाह्रमा जानुपर्ने हुन्छ है हामी। बाटो चाहिँ यस्तो खालको छ यहाँ। पानीमा भए पनि जे होस् आइयो। आउने भनेर भनेको ठाउँमा त जे होस् आउनै पर्ने हुन्छ। किन भन्दाखेरि
होइन यो समय पनि फर्केर आउँदैन र योवाला मोमेन्ट पनि फेरि पानी बढ्छ र फेरि आइन्छ भन्ने पनि हुँदैन जो जस्तो टाइम छ त्यही अनुसार टाइममा हिँडिहाल्नुपर्ने हुन्छ हामी चाहिँ बाटोमा जानु र क्यानिङ जानको लागि चाहिँ हामी यहाँबाट गइन्छ र लुवाङ खुमै जानको लागि चाहिँ यताबाट गइन्छ है गेटवाला यो छ बाटो चाहिँ यहाँ एकदम गाडी यहाँबाट गएन छ है अब यहाँबाट चाहिँ हल्का रूपमा चाहिँ धुँ बाह्रमा गइदिनु पर्ने हुन्छ जक्खड बाह्रमा है ल है त यस्तो खतरा गरेर झर्ने भनेको हुन्छ हामीले खोला बढेर पानी परेर खोला चाहिँ मस्त बढिरहेको छ है यो पुल चाहिँ भएको चाहिँ यहाँ रहेछ होइन है त बाटो चाहिँ एक्सट्रिमवाला छ आज झन् हल्का साइडमा चाहिँ रिभर साइडवाला राइडिङ भइरहेको छ आज गाडीहरू पनि आइरहेको छ पानी परेर झन् एकदम रमाइलोवाला राइड भयो आजको स्याटरडे चाहिँ एकदम ह्याप्पीवाला स्याटरडे हुनेवाला छ मौसममा है धान चाहिँ हरियाली एकदम सेम हजुरको गाउँले भारी खाने जस्तो भइरहेको छ यता आउँदाखेरि चाहिँ पानीले झन् एकदम रमाइलो गरिदिरहेको छ अरे राइडमा पनि त्यस्तै सिनेमेटिक सटहरू लिन पनि अच्छा र आजको दिन चाहिँ स्याटरडे एन्ड ब्युटिफुल मोमेन्ट स्याटरडे भन्नेवाला छ यो गर्मीमा पनि चिया खानुपर्ने मानिसहरू केले बनेको तपाईँहरू मान्छे त होइन तपाईँहरू भगवान् सूर्य पुत्र हुनुहुन्छ हामी चाहिँ आइसकेको छौँ अहिले बुधिने खोलामा है त बुधिने खोला पर्दाखेरि के कस्तो हुनेवाला छ त सरर हुनेवाला छ लुगा भिज्यो पोखरा घुम्नुहुन्छ या पोखरामै हुनुहुन्छ भने चाहिँ फेरि चाहिँ यो ठाउँमा आउनै पर्ने हुन्छ तपाईँहरू क्याम्पिङ माछापुछ्री गाउँपालिका वडा नम्बर 8 लुवाङ ढलेर यहाँबाट हामी छिरिन्छ है सरर पानी तर जेस परिरहेकै छ अझै पनि साथीहरू फेरि राइड
राइडर चेन्ज भइसकेको छ है। हाम्रो रोस्की राइडर चाहिँ एकदम तरिकाले चलाइरहनु भएको छ र आजको राइडमा चाहिँ दुईजना राइडर भएर चाहिँ नयाँ ठाउँ हेरेर देशमा जानेवाला छौँ पोखरा क्यानोइङमा। र आजको दिन चाहिँ एकदम मेरो लागि चाहिँ एकदम खतरा मेमोरेबलै हुनेवाला छ। किन भन्दा बादमा हामी ब्रदर एन्ड सिस्टर चाहिँ फर्स्ट राइड हो है पोखरा आएपछि। कामको व्यस्तताले हामी चाहिँ घरेर लग्ने पनि होइन पोखरा क्यानोइङमा आज जाउँ त होइन दुईटैको छुट्टी भएको बेला भएर र क्यामेरामा पानी पऱ्यो क्या हो। ल त्यही भनेर चाहिँ हामी गएको पऱ्यो। तपाईँहरू यहाँबाट लुवाङ भिलेज जान पनि सक्नुहुन्छ है। र हामी चाहिँ आइसकेका छौँ है लुवाङ लागि। लुवाङ भिलेजबाट चाहिँ हामी हल्का अगाडि बढिसकेका छौँ। र आजको राइड चाहिँ मेरो एकदम खतरावाला राइड भइसक्यो। किन भन्दाखेरि आज मैले राइड गरिरहेको छैन। हाम्रो चाहिँ राइडर चाहिँ अनि अरू त के नै चार होइन। शनिबारको दिन एकदम रमाइलोवाला राइड भयो आज। क्यानोइङमा जाने भनेपछि पानी पनि पऱ्यो पनि हामी जानु चाहिँ जानु भन्ने लाग्यो। त्यस हल्का हल्का भिजिरहेको छ है तर पनि एकदम रमाइलो भइरहेको छ। ठिक छ। राइडरले फेरि मेसेज आउनु लाग्यो अहिले हाम्रो राइडरले सिकाउँदै बिस्तारै गरेर लिएर जानुपर्ने हुन्छ होइन। नयाँ राइडर ठाउँमा निकाल्नको लागि पनि त केही नपऱ्यो नि त होइन। यो राइडरलाई चाहिँ नयाँ राइडरहरू ठाउँमा निकाल्नेवाला चाहिँ म अब 3 इयर्स चाहिँ राइडरलाई चाहिँ म ठाउँमा निकालेर छाड्नेवाला छु। किन भन्दा है मेरो चाहिँ एउटा ड्रिमै भनौँ न यसलाई चाहिँ राइडरै बनाउनेवाला एउटा होइन। डट सट धेरै हुँदैन। हाइट पनि त छ नि यसको। बाइक साइक चलाउने भइसकेपछि मैले पनि बाइक चलाउन सिकाउनु पर्यो। हेलो सुरुलुलु। ल क्यानोइङको चाहिँ हामी अब नजिक आइसकेको छौँ है। उहाँ भित्रपट्टि छ त्यो क्यानोइङ चाहिँ त्यो झर्ना। र हामी चाहिँ यहाँ आइसकेका छौँ र अब हामी यहाँबाट जानेवाला छौँ। अब यहाँबाट चाहिँ यो 600 मिटर जति अफरोड बाटो हिँडिन्छ हामी यहाँबाट। अफरोडमा झन् एकदम राइड गर्नु झन् मजा हुनेवाला छ है। किन भन्दा धुँ दिनेवाला छ रोशनले। र यहाँबाट हल्का हल्का चाहिँ सिन देखिरहेको छ है हामी जानेवाला डेस्टिनेसनको। जे होस् रमाइलो एक्सट्रिम अफ रोड सहयोग गाइस सहयोग। आइसकेका छौँ है झर्ना। पोखरा क्यानोइङ भनेको कस्तो रहेछ त आज होइन। भिजिट गरौँ न त भनेर दाइसा दाजुबहिनी भएर आयो हामी आज। खाएर आजको काम नै यता भयो हाम्रो त। ल यहाँ चाहिँ हामी आइसकेका छौँ। यो चाहिँ पार्किङ एरिया भयो हाम्रो। अब चाहिँ यहाँबाट हामी भित्र छिर्नेवाला छौँ र के कस्तो हुनेवाला छ त्यो चाहिँ भित्रै गएर हेर्नेवाला छौँ है त हामी। ल क्यामेरामा पानी बसेर केही पनि क्लियर आएकै छैन। अब कस्तो हुन्छ जे जस्तो हुन्छ राम्रै हुनेवाला छ भनेर अगाडि छिरौँ है त। ल अब चाहिँ हामी नजिक गइसकेका छौँ है पोखरा क्यानोइङको दिन। माई गॉड व्हाट अ भ्यू है त। लभली है लभली तर पानी हामी चाहिँ पोखरा क्यानोइङमा आइसकेका छौँ है। यस क्यानोइङको भ्यू चाहिँ यस्तो वाला लभलीवाला भ्यू छ।
क्यानिङबाट अब चाहिँ म निस्किनुवाला छु यहाँबाट र हल्का चाहिँ मासतिर गएर बसेर एकछिन होटेल जानेवाला छु ल क्यामेराको कारणले गर्दा चाहिँ म चाहिँ यहाँबाट निस्किनु पर्ने भयो बाटोमा चाहिँ मैले अब भिडियो बनाउँछु भनेर बनाइहालेँ होइन लास्टमा चाहिँ अहिले निस्किनु पऱ्यो दुईजनाकै बिचोक भयो होइन आजको दिन चाहिँ बिचोक भयो भने रमाइलो चाहिँ भयो जे होस् अब के कस्तो हुन्छ हिँड्न चाहिँ राम्रोसँग भिजिसकिएछ अब यहाँ चाहिँ हल्का माथि गएर खाजासाजा खाएर म चाहिँ यहाँबाट निस्किनुवाला छु होइन ल पानी पऱ्यो र पानी पर्नाले मैले चाहिँ अब हामीले यहाँबाट निस्किनुवाला छौँ ल आजको डे चाहिँ रमाइलै भयो जेस तर क्यामेराले चाहिँ अलिकति ब्याक क्यामेरा चाहिँ मेरो पानी पर्नाले चाहिँ ब्लर भइरहेको छ होइन कुनै कुनै भिडियोहरू पनि नराम्रो आएको छ होला र त्यसलाई चाहिँ गाह्रो नमानिकन ट्याक्क सपोर्ट गरिदिनु होला मलाई देखाइराख्नु भएको छ म चाहिँ अब ताज माया पनि म हेर्न चाहन्छु र हेर्छ भन्ने बित्तिकै चाहिँ मैले चाहिँ ब्याक क्यामेरा कभर चाहिँ निकालेर राख्छु क्यामेरा कभर निकालिसकेपछि चाहिँ फेरि कन्टिन्यू दिन्छु ल हामी हिम्जामा आइसकिएको छ है हिम्जा आइसकिएर हामी एउटा छोटो मिठो प्रस्तुति दिन चाहेँ मैले है हामी चाहिँ अब लगभग हरिचोक आइसकेका छौँ है यो चाहिँ तल्लो माथिल्लो फ्लोरबाट भयो यो सेकेन्ड फ्लोरै भनौँ न होइन अब यहाँबाट हामी जानेवाला छौँ होइन गण्डकी साइड सेतीको भ्यू यस्तो हेर्न सकिन्छ हामीले लबीवाला सिन छ यहाँ तिमीको चाहिँ भाइब चाहिँ छुट्टै छ क्या फेरि तर यहाँ तिमी चाहिँ अहिले खासै पानी परेको रहन्छ होइन यसमासतिर चाहिँ मिठै पानी खाइयो आजको दिनमा चाहिँ रमाइलोवाला पनि भयो र गाह्रो पनि भयो डेन्जरस पनि थियो आजको रोड चाहिँ ट्र्याक चाहिँ आजको डेन्जरसै हो त्यो ट्र्याक चाहिँ त्यसरी पार गरेर चाहिँ दुईजना डक्टरहरू चाहिँ आइसकेको छ है के भन्न चाहनुहुन्छ रोशन ढकाल के कस्तो भयो त सबै राम्रै भयो त फोटो खिच्न पाइएन त्यो रिग्रेट लाग्यो मलाई अरू अरू त एकदम चखड भयो सफल भयो एकदम चखड भयो ल ओके है त म चाहिँ आइसकेँ अहिले चाहिँ रुममा है दिनभरिको आज घुमघाम पछि शनिबार आज एकदम रमाइलो तरिकाले मनाएर रुममा आइसकेको छु म दिउँसो चाहिँ पानीमा जे स्कुटियो पनि रमाइलो पनि भयो नयाँ केही कुरा पनि सिकियो नयाँ ठाउँमा गएर नयाँ मेमोरिज पनि भयो र साथमा बहिनी पनि थियो आज त्यस कारण पनि झन् एकदम रमाइलो भयो मलाई चाहिँ र बिचमा चाहिँ राइड पनि सेयर गरिदियो उसले मलाई सजिलो गराइदियो है हल्का टाढै थियो जानको लागि उसले पनि चलाएर जेस हल्का सहयोग गरिदियो मलाई हेल्प गर्यो चाहिँ उसले पनि राइड त गर्छ उसले पनि जेस टाउनमा अलिकति कमै गर्छ बाहिर हिँड्दाखेरि चाहिँ मैले राइड गर्न दिइरहेको हुन्छु किन भन्दा भोलिदिन आफू एक्लै जाँदाखेरि पनि त गर्नु पऱ्यो नि त होइन र आजको भ्लग यस्तै नै भयो र शनिबार चाहिँ यस्तो तरिकाले मनाएँ आज मैले र नेक्स्ट टाइम चाहिँ फेरि नेक्स्ट ठाउँमा न्यू प्लेस न्यू मोमेन्ट्स विथ न्यू मेमोरिज र फेरि नयाँ एपिसोड लिएर आउनेवाला छु र माया गरिराख्नु भएको छ माया अझै धेरै माया देखाइदिइराख्नु होला लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गर्नु होला र मेरो फ्यामिलीलाई चाहिँ एकदम धेरै धेरै माया छ है त ल बाई बाई